नेपालमा गोर्खा भर्ती किन रोकियो, अब फेरि यो भर्तीलाई सुचारू गर्नुपर्छ भनेर लमजुङमा भूपू सैनिकहरूले एउटा र्याली निकाल्नु भयो। नमस्कार, जय गोर्खा सम्पूर्णमा। आज पनि मैले फेरि तपाईँहरू माझ एउटा भिडियो लिएर आएको छु, जुन भिडियो गोर्खा सैनिक भर्ती बारेमा विशेष जानकारीको मूलक हुनेछ। हिजो अस्ति मैले एक ठाउँमा रोकिएर भिडियो बनाएको थिएँ भने आज म अलिकति हिँड्दै गर्दा भिडियो बनाउँदैछु, त्यसमा केही तपाईँहरूलाई असर परेमा म त्यसको लागि क्षमा प्रार्थी छु। सर्वप्रथम लमजुङमा हिजो मात्र मैले एउटा भिडियो हेरेँ। लमजुङको बेसी सहरमा भूपू सैनिकहरूले गोर्खा भर्ती किन बन्द भइरहेको छ, बन्द भएको भर्तीलाई सुचारू गर्नुपर्छ भनेर सरकारलाई एउटा ध्यानाकर्षणको लागि एउटा र्याली जस्तो निकाल्नु भएछ। त्यो र्याली निकाल्दै गर्दा त्यहाँ धेरै कमेन्टहरू पनि मैले हेरेँ। धेरैजनाको सकारात्मक कमेन्ट पनि थियो, धेरैजनाले नकारात्मक कमेन्टहरू पनि गर्नुभएको थियो। गोर्खा भर्ती ठिक छैन, अब नहुनुपर्छ भन्ने कुराहरू पनि राख्नुभएको थियो। खैर यी विषयहरू भनेको सबैको आफ्नो आफ्नो तर्कहरू हुन्। हामीले अब गोर्खा भर्ती हुनुपर्छ कि पर्दैन, नेपालमा खुल्नु छ कि छैन भन्ने कुराहरू पनि बुझ्नु जरुरी छ, र भर्ती नखुल्नुको कारण के हो त भन्ने कुराहरू पनि हामीले बुझ्नु जरुरी छ। सर्वप्रथम हामी भर्ती खुल्न जरुरत छ कि छैन र भर्ती नखुल्नुको कारण के हो भन्ने विषयमा जाउँ। भारतमा अग्निवीर योजना लागू भयो। भारत सरकारले आफ्नो देशलाई हेरेर, रोजगारीको अवसर हेरेर अग्निवीर योजना ल्यायो। हाम्रो देश नेपाललाई मात्रै हेर्ने कुरो भएन, भारतले त कुनै पनि देशले आफ्नो देशको रोजगारीको लागि हेर्ने हो। त्यसमा के भयो त भन्दाखेरि भारतले 4 वर्ष अग्निवीर योजना ल्यायो। अग्निवीर योजना ल्याएपछि के भयो त 4 वर्षमा भनेको तपाईँले सेलेरी पनि ठिकै मध्यम खालको सेलेरी र 4 वर्षमा तपाईँले पेन्सन, 4 वर्ष सर्भिस गर्ने, 4 वर्षमा सुविधाहरू जे जस्तो छन् ती सुविधाहरू सबै कुरा नभनौँ, अहिले सबै कुराहरू भन्दा भिडियो लामो हुन जान्छ। 4 वर्षमा तपाईँको करिब नेपाली 20 लाख रुपियाँ चाहिँ यहाँको 11 लाख 12 लाख रुपियाँ पाउने भयो। 4 वर्षमा रिटायर जानुपर्ने भयो। 4 वर्षमा पाउने भनेको नेपाली 20 लाख रुपियाँ जस्तो पाउने भयो यदि नेपालीहरू भयो भने। रहेको कुरा इन्डियनहरूलाई भनेको यसमा खासै नराम्रो भने छैन। 75% जतिलाई चाहिँ तपाईँको भारतीय सेनामै राख्ने भन्ने कुरो पनि छ भने 25% या 85%लाई बाहिर निकाल्यो भने पनि उनीहरूलाई प्रदेश सरकार या केन्द्र सरकारका विभिन्न योजना रोजगारीहरूको अवसरहरूमा उनीहरूलाई धेरै छुट दिएर उनीहरूलाई हुने सम्भावना हुन्छ। अनि त्यसपछि रहेको कुरा अब नेपालमा भर्ती गएको छैन। नेपालमा भर्ती यही कारणले गएन, जब अग्निवीर योजना भयो नेपाल सरकारले भर्तीको लागि त्यसलाई अहिले बन्द अवस्थामा राख्यो कि अहिले हामी भर्तीको लागि छुट दिँदैनौँ, किन भन्दा यो अग्निवीर योजना नेपालको लागि ठिक छैन भन्ने कुराहरू भयो होला। यो भयो भएन त्यो कुरा भनेको अब सरकारको कुरा हो। अब नेपालीले चाहिँ के भयो त भन्दाखेरि नेपालबाट भर्ती जाँदाखेरि नेपालको सबै नेपाली डकुमेन्ट्सबाट भर्ती हुन्छ। नेपाली नागरिकता तपाईँको नेपालमै पढेको सबै डकुमेन्ट हुन्छ। अनि भोलिको दिनमा अग्निवीर योजनामा भर्ती हुने बित्तिकै तपाईँले यहाँ 4 वर्ष गर्नुभयो। 4 वर्ष गरेपछि 4 वर्ष पछि तपाईँ रिटायर निस्किनु पऱ्यो। रिटायर निस्केपछि के हुने भयो त भन्दाखेरि अब तपाईँले भारतीयमा भएको जुन अफर दिएको छ सरकारले कि केन्द्रदेखि प्रदेशसम्ममा कुनै पनि ठाउँमा रोजगारीको लागि जाँदाखेरि 75% या कति छुट अनुसार तपाईँले रोजगारी पाउने भन्ने कुरामा तपाईँको डकुमेन्टले काम गरेन। नगरेपछि के भयो, तपाईँ नेपाल जानु पऱ्यो। नेपाल गएपछि अब त्यति पैसा लिएर तपाईँले के गर्ने, अब कहाँ जाने, फेरि विदेश जानु पऱ्यो भन्ने कुराहरू हुन्छ। नेपाल सरकारले त्यही भएर अहिले भर्ती रोकेको होला। अब अहिले अर्को नयाँ सरकार बनेको छ, नयाँ सरकारले अब त्यसमा के गर्ला भन्ने कुराहरू। अनि यसमा चाहिँ धेरैजनाले के भन्नुभएको छ त फेरि भन्दाखेरि अब होइन 4 वर्ष योजना भए पनि हामी भर्ती हुन चाहन्छौँ, हामी भर्ती भएर त्यही उसमा चाहिँ हामीले राम्रो अनुभव लिएर चाहिँ हामी विदेशसम्म जान सक्छौँ। विदेशमा गएर पनि हामीले त्यति पैसाले विदेश गएर केही गर्न सक्छौँ, हामीले अनुभव बटुल्न सक्छौँ। 4 वर्ष योजना भए पनि ठिक छ युवाहरूको लागि भन्ने कुराहरू पनि गर्नुभएको छ। अब यसमा चाहिँ सबैको आफ्नो आफ्नो एउटा सोचाइ, आफ्नो विचार पनि हो। यसमा अब कसैले केही भन्न मिल्दैन। मैले पनि तपाईँहरूलाई यो भन्दिनँ कि हुनैपर्छ भन्ने कुराहरू पनि हुँदैन। नभए पछिल्लो समयमा तपाईँको भारतमा धेरै प्रदेशहरूमा पनि प्रहरीहरूमा सेवा गरिरहेका छन् नेपालका धेरै युवाहरूले। जस्तो कि अहिले केही महिना अगाडि उडिसामा भर्ती खुलेको थियो ओएमपीमा उडिसा मिलिट्री पुलिसमा भर्ती खुल्दाखेरि त्यहाँ नेपालका धेरै युवाहरूले रोजगारी पाए। अहिले पनि
नेपालको नागरिकता नेपालको सर्टिफिकेटबाट भर्ती हुने भनेको इन्डियामा प्रहरीहरूमा एक मात्र उडिसा नै होला, होइन भने अहिले बङ्गालमा पनि भर्ती खुल्नेवाला छ इएफआरमा, त्यहाँ पनि गोर्खालीको छ, तर त्यहाँ चाहिँ मलाई लाग्छ नेपालको डोमिनेसनबाट चल्दैन होला। त्यसै कारणले गर्दा नेपालमा अब जस्तो ओएमपीमा मैले कुरा गरेँ, उडिसा मिलिट्री पुलिसमा जुन भर्ती खुलेको थियो त्यहाँ चाहिँ नेपालको सर्टिफिकेटबाट हुने भयो। फेरि त्यहाँ भएपछि के भयो त भन्दा सेनामा भन्दा सुविधाहरू कम होला, कम भए पनि लामो समय तपाईँले रोजगारी गर्न सक्ने हुनुभयो। जस्तो कि आफ्नो उमेर कति 60 वर्ष, 60 वर्षसम्मको उमेरसम्म तपाईँले त्यहाँ चाहिँ एकदम राम्रोसँग गर्नुभयो भने चाहिँ सक्ने भयो। तर सेनामा चाहिँ के भयो त भन्दा अहिले 4 वर्ष गरिदियो, 4 वर्ष नगर्दा पनि के थियो त भन्दा 15 या 16 वर्षमा तपाईँ निस्किन पर्ने यदि प्रमोसन भएन भने। अब यो प्रहरीमा चाहिँ के भयो त, प्रहरीमा तपाईँ सिपाही नै बस्नुहोस् या प्रमोसन हुनुहोस्, जे भए पनि 60 वर्ष तपाईँको उमेरसम्म गर्न पाउने भयो। त्यो हुँदा के भयो त भन्दा कतिजना के हुन्छ सेनामा पनि मैले हेरेँ, जस्तो 16 वर्ष सर्भिस गर्यो, 15-16 वर्ष हुँदाखेरि पनि मतलब पहिलाको नर्मल सेना हुँदाखेरि पनि के हुन्छ त भन्दा 15-16 वर्ष गऱ्यो, कतिले गर्न नहुनेले त 15-16 वर्षमै निक्लिन्थे। यदि गर्न चाहनेहरूलाई पनि के हुन्छ भन्दा प्रमोसनै नहुने, प्रमोसन नभएपछि के भयो त त्यतिमा जानै पऱ्यो कि, जान परेपछि के भयो भर्खर बच्चाहरू पढ्दै गरेको हुन्छन्, उनीहरूलाई खर्च जुटाउनु पऱ्यो। अब 15-16 वर्ष भनेको त कति हो, तपाईँ भर्ती भएको 3-4 वर्षमा तपाईँले बिहे गर्नु होला, अनि 10 वर्ष भर्ती भयो, त्यसपछि बिहे गरेर पनि बच्चा भयो भने त्यो बच्चा भनेको कति हुन्छ 9-10 वर्षकै त हुन्छ। 9-10 वर्षको बच्चा भयो भने भर्खर कतिमा पढेको हुन्छ, 5-6 कक्षामा पढायो होला, 6-7मा पढायो होला, धेरै भनेको 9मै पढायो बच्चाहरू पढे पनि। अब तपाईँ पेन्सन गइसकेपछि त्यो बच्चालाई मुख्य रूपमा त्यो बच्चाले अब म के पढ्छु भन्ने समयको बेलामा तपाईँ रोजगारीबाट जानु पऱ्यो। रोजगारीबाट जान परेपछि के भयो त, म कहीँ जान्न भनेको व्यक्ति पनि विदेशतिर गइरहेको देखियो कि। विदेशतिर जानुपर्दा के भयो त, उसलाई अब विदेशमा जानको लागि खर्च त्यति नै इन्भेस्ट गर्नु पऱ्यो। अब विदेशमा गइसकेपछि अब विदेशमा रोजगार कस्तो पर्ने हो, रोजगार राम्रो पर्छ कि पर्दैन भन्ने कुराहरू पनि हुन्छ। त्यो ठाउँमा पुगेपछि अब यो भनेको सरकारी जागिर थियो, सरकारी जागिरमा तपाईँले गर्नुभएको थियो, लामो समयसम्म बच्चालाई ठाउँमा पुर्याउनु जेलसम्म गर्न सकेको भए, प्रमोसन भएको भए पुरै सकिन्थ्यो। तर अब विदेश जानु परेपछि के भयो त भन्दा ती सबै कुराहरूले आफूलाई समस्या पारे, त्यो कुराहरू भयो। तर अहिलेको 4 वर्ष झन् अब 4 वर्षको त कुरै नगरौँ, अहिलेको 4 वर्षको चाहिँ कुरा यो कारणले कि जस्तो तपाईँको 15-16 वर्षको मा जाँदाखेरि चाहिँ बच्चाहरूको लागि भविष्य सोच्नुको कारणले विदेश जानु पर्थ्यो भने अहिले चाहिँ तपाईँ 4 वर्षमा विवाह गरेको हुनुहुन्न, 4 वर्षमा गरेर जाँदा 20 लाख रुपियाँ तपाईँसँग पैसा हुन्थ्यो। 20 लाख रुपियाँ पैसाले चाहिँ तपाईँ फेरि कहाँ जाने के गर्ने भन्ने सोच्ने समय पर्याप्त पाउनुहुन्थ्यो। अनि त्यसपछि विदेशै जान परे पनि 20 लाख रुपियाँले तपाईँले कसैसँग खोज्नु परेन, त्यति लिएर तपाईँ जान सक्ने भयो। त्यो चाहिँ छ। र रह्यो कुरा अब भर्तीको विषयमा भनेको सरकारले अब सबै कुराहरू बुझेर अब नेपालबाट भर्ती ल्याउनको लागि र नेपालमा भर्ती भइहाल्यो भने अब ती युवाहरूलाई कसरी चाहिँ अब भारत सरकारले रोजगारी दिने हो, या चाहिँ नेपालको युवाहरूलाई अझै सर्भिस बढाउने हो, या चाहिँ अब पेन्सनको कम मात्रामा भयो भने पेन्सनको व्यवस्था गर्ने हो भन्ने कुराहरू हुन्छ। अनि रह्यो कुरा मैले तपाईँलाई साँच्चै एउटा कुरा छुटाएँ, 15-16 वर्ष गरेको पहिलाको प्रहरीमा 15-16 वर्ष गरे पनि एउटा उपाय चाहिँ के थियो त भन्दाखेरि काहीँ केही नगरे भने पनि पेन्सन चाहिँ थियो, पेन्सन थियो। अब परिवारलाई जसोतसो गरेर चलाउन सक्ने र बच्चाहरूलाई पढाउनको लागि भनेको पनि जसोतसो जो चल्थ्यो त्यति पेन्सनले भन्ने थियो। तर अब अहिलेको 4 वर्षवालाले चाहिँ त्यो भएन, 4 वर्षवालामा तपाईँको पेन्सन भएन, पेन्सन नभएपछि त्यो पैसामा तपाईँले काम चलाउनु पर्यो। यो 4 वर्षवालामा पनि पेन्सन भएको भए सायद अलिकति राम्रो हुन्थ्यो कि, राम्रो हुनसक्छ, सबैलाई मन पनि पर्थ्यो होला। तर पेन्सन नहुनको कारणले र एकमुष्ट पैसा आउने भएपछि चाहिँ धेरैजनालाई त्यो मन नपरेको पनि हुनसक्छ। र सुविधाहरू पनि पहिलाको सेनामा जस्तो सबै कुराहरू छैन, कति कुराहरूमा कटौती पनि छ होइन। त्यो कारणले गर्दाखेरि अब पहिलाको सेना जतिको राम्रो चाहिँ यसलाई मानिँदैन, मान्न चाहिँ, तर आफ्नो सोचाइ हो। अब सरकारले लागू गरिसकेपछि अब मान्नै पर्यो। अब युवाहरू गएकै छन्, अहिले तपाईँको हेर्न सकिन्छ। अब भारतमा भर्ती खुलिरहेको छ त युवाहरू गएकै त्यतिकै गएको देखिन्छ, त्यो कुराहरू छ। अब तपाईँहरूलाई यो अहिले जुन लमजुङमा भुपु गोर्खाहरूले चाहिँ हिजो मैले एउटा भिडियो हेरेँ, धेरैजनाले हाम्रो युवाहरूले यसरी रगत पसिना बगाएको र पहिलाको समयको जुन लाउरेको जुन इज्जत पहिचान थियो त्यो सबै हराउँदै गएको कारणले गर्दा युवाहरू बेरोजगार भएर हिँडिरहेको अवस्थामा अब नेपाल सरकारले चाहिँ भर्तीको लागि चाहिँ पहल गर्नुपर्छ।
नेपालमा भर्ती र्याली आउनुपर्छ भन्ने कुराहरू आवाज उठाउँदै महिलादेखि लिएर सबै व्यक्तिहरू चाहिँ त्यो एउटा र्यालीमा चाहिँ गएको देखियो र तपाईँहरूको यसमा के विचार छ के भन्न चाहनुहुन्छ तपाईँहरूलाई कस्तो लाग्छ सबैजनाले आफ्नो आफ्नो सल्लाह सुझाव चाहिँ यसमा गर्नु होला।